सो गाइज आज चाहिँ म पूर्व जाने यात्रामै थिएँ। अगाडिपट्टि बाटोमा देख्न सक्नुहुन्छ धुलो कस्तो छ त रोसी खोलाको हैन। एकदमै धुलोले चाहिँ एकदम मस्त हैन, एकदमै यहाँ चाहिँ ढुट्टै पार्छ। पुरै धुलो उड्छ, धुलो भएर म चाहिँ अब यिनीहरूलाई ओभरटेक पनि हान्नु परिहाल्यो, नत्र यिनीहरूले मस्त धुलो खुवाउँछ मलाई। म धुलो खान चाहन्न, अगाडि बढ्नै चाहन्छु। ओभरटेक हान्नु पर्यो, यिनीहरूलाई अप्ठ्यारो बाटोमा भए पनि यिनीहरूलाई ओभरटेक हान्दैछु है त गाइज। ओभरटेक नहाने चाहिँ यिनीहरूले मलाई मस्त धुलोले चाहिँ हैन पुरै धुस्तो जोगी नै बनाउँछ। यो स्कर्पियो पनि मसँग अघिदेखि नै आइरहेछ, अगाडि पछाडि हुँदै। अब यस्तै हो, कुनै ठाउँ चाहिँ बाटो एकदम क्लियर छ हैन, राम्रै छ, कुनै ठाउँ चाहिँ एकदमै अफरोड छ। सो यो रोसी खोलाको बाटो केही ठाउँमा चाहिँ बिग्रेको छ, केही ठाउँमा राम्रो छ, केही ठाउँमा बिग्रेको छ। सो देख्न सक्नुहुन्छ अगाडिपट्टि आइरहेछ नि पुरै मिसाइल जस्तै धुलो छोड्दै। तर यो मिसाइल हैन, यो चाहिँ यही हाँडीघोप्टे बस हो। यो डाम्ना चाहिँ अब सुपर बस भएको कारणले यिनीहरूलाई अफरोडले खासै असर पार्दैन। यिनीहरू मस्त हिँड्दा पनि अब पत्ता हाई हुन्छ, यिनीहरू जति पनि स्पिड कुद्न सक्छ यस्तो नराम्रो बाटोमा पनि। सो देख्न सक्नुहुन्छ यसले चाहिँ फेरि मलाई ओभरटेक हानिसकेको छ। अब यसलाई पनि म अलिकति अगाडि गएपछि यसलाई नि म व्यवस्था हान्छु। यो अलिकति बिस्तारो कुद्ने बित्तिकै यसलाई म ओभरटेक हान्छु। अब स्पिड कुदाउँदा त यो हामीभन्दा त धेरै नै छिटो कुद्छ। यिनीहरूलाई जित्न ओभरटेक गर्न चाहिँ हेलिकप्टरै खरिद गर्नु पर्ला। सो यसलाई म अगाडि गएर व्यवस्था गर्नेछु। अब यस्तो अफरोडमा ओभरटेक गर्न पनि एकदम गाह्रो हुन्छ कि। अब स्पिड कुदायो भने हुँदैन हैन, त्यही पनि यसलाई चाहिँ म यहाँ सिजन मिलाएर बाई बाई भाइ, तँलाई मैले ओभरटेक हानिसकेँ। अब यहाँ ओभरटेक हान्छु फेरि भनेको यही डाम्ना अगाडि लागेको फेरि। यसलाई के हतार हो मलाई जत्तिकै, यसलाई त म हानि नै हाल्छु। सो देख्न सक्नुहुन्छ केही अफरोड केही पिच रोड एकदम मस्त छ हैन। देख्न सक्नुहुन्छ केही आनन्द भएको छ थोरै भए पनि। तर एकछिनमा फेरि अगाडि आइसक्यो, देख्न सक्नुहुन्छ यी एकदमै आइसकेको छ। बाटो चाहिँ एकदम यस्तै हो, करिब अब ठाउँहरूमा सबैतिरै यस्तै छ बाटो चाहिँ। अब 90% चाहिँ राम्रै छ बिपी हाइवे हैन। अरू ठाउँ चाहिँ अलिकति यस्तै हो। रोसी खोलाको साइड चाहिँ अलिकति अफरोडै छ, देख्न सक्नुहुन्छ तपाईहरू। एकदम अफरोड बाटो छ। अब अफरोडै भयो भने कुद्न त परिहाल्यो हैन गाइज, के गर्ने त। अब कुदेर भए पनि यसो हिँड्न त परि नै हाल्छ, नहिँडे पुगिन्न। सो देख्न सक्नुहुन्छ अब यस्तै हो, करिब बाटो अफरोड छ। अब करिब पिच पनि छ कुनै ठाउँमा, फाटोफुट्टा पिच अफरोड हुँदै चाहिँ अगाडि बढ्ने क्रममा छु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा टाटा सुमोको टायर पम्चर भएर फेर्दैछन् टोलीहरूले। यस्तै हो, बाटो यस्तो छ। अब अलिअलि पम्चर त भइहाल्छ नि। फेरि अब पिच आएको छ, देख्न सक्नुहुन्छ है त गाइजहरू। यस्तै हो। अब पिच आउँछ, घरि पिच घरि अफरोड। अब यहाँ चाहिँ केटाहरू माछा मार्दैछ हैन। मलाई चाहिँ पहिल्यैदेखि माछा मार्ने सोख चाहिँ एकदमै ठुलै छ। म करिब माछा मारि नै रहन्छु खोला भेटेको ठाउँमा। यहाँ चाहिँ केटाहरूले माछा निकाल्दैछ, यो केटाले चाहिँ यसले माछा निकाल्दैछ। अब यस्तो बाढी आएको खोलामा माछा धेरै त हुँदैन, त्यही पनि केटाहरू फुर्सदिलो रहेछन्, माछा मार्दैछन्। भरेलाई सितन होला केटाहरूलाई हैन, हान्दैछन् केटाहरूले छप्प हैन। आधी पानी सङ्लो छ, आधी धमिलो छ। यो हुनुको कारण चाहिँ माछा यस्तोमा बस्छ भन्ने केटाहरू एकदमै माछाको चाहिँ यिनीहरू नाइके नै रहेछ, सबै थाहा रहेछ। दोभानमा हान्दैछ, त्यसलाई चाहिँ दोभान भन्छ हैन। दुईटा खोला मिसिएकोलाई चाहिँ दोभान हो, तर त्यो पनि अब पानीको हिसाबले चाहिँ दोभानै हो। अब सङ्लो पानी र धमिलो पानीमा चाहिँ माछा बस्छ नि त। केटाहरू एकदम चङ्खो रहेछ। पारिपट्टि देख्न सक्नुहुन्छ सिनहरू, धान पाकेर पहेँलै भइरहेछ।
अब अगाडिको सिनहरू चट्ट हेर्दा होइन मस्त छ नि त होइन। अब यो हुनु नै एकदमै राम्रो हो नि त। सुन्दर, नेपाल चाहिँ एकदमै सुन्दर देश हो। अब यहाँबाट चाहिँ करिब करिब केटाहरूलाई जुम गर्नेवालामा छु म, जुम गर्दैछु केटाहरूलाई। खासै अब टाढै छु म होइन। अब जुम गर्न त खासै राम्रो त आउँदैन, त्यही पनि केटाहरूलाई जुम गरेर हेर्ने भनेको अब माथि माथि चाहिँ हेर्न पुगेछु म फेरि। सो यस्तै छ। अब म अगाडि बढ्नेवालामा छु, अब बढ्दैछु। यहाँ अगाडि चाहिँ एउटा पेट्रोल पम्प थियो पहिला, ठुलो पेट्रोल पम्प थियो होइन। बिपी हाइवेमा अब यो भकुन्डे बेसीमा हो एउटा पेट्रोल पम्प, त्यहाँबाट अगाडि यहाँ थियो एउटा। सो यो पेट्रोल पम्प चाहिँ सबै बाढीले भत्काएर छेदविच्छेद पारेको थियो र छ पनि, अझै पनि बनेको छैन, सायद अब बन्दैन होला यहाँ। अब योभन्दा अगाडि चाहिँ पेट्रोल पम्प हामीले एकैचोटि यता घुर्मीको बाटो गइयो भने खुरकोट पारी छ, हर्कपुरमा छ होइन पेट्रोल पम्प एउटा। अनि यता सिन्धुलीपट्टि गइयो भने चाहिँ पेट्रोल पम्प सिन्धुली बजारभन्दा अलिकति अगाडि छ है त। जो कोहीले यो बाटो यात्रा गर्दा चाहिँ तेल चाहिँ अनिवार्य फुल ट्याङ्की गरेर हिँड्नुपर्छ, होइन भने बाटोमा ठेलाइ पर्ला केटा हो होइन। अलिक विचार गरेर हिँड्नुपर्छ यो बाटोमा। पेट्रोल पम्प कहीँ पनि छैन। चार्जिङ पोइन्ट चाहिँ धेरै ठाउँ छ अहिले, प्रायः अब इभी भएको कारणले चार्जिङ पोइन्ट चाहिँ धेरै ठाउँमा राखेको छ। सो देख्न सक्नुहुन्छ बाटो क्लियरै छ, फाटोफुट्टा बसहरू भेट्छ। अब खासै माइक्रो बसहरू त भेटि नै हाल्छ यो बाटोमा होइन। अहिले बढी मात्रामा बाटोमा हिँड्ने भनेको यो बाटो हो। अब पूर्व जाने पनि यही बाटो हिँड्छ, नाइट बसहरू मात्रै उता त्रिशुलीको बाटो हिँड्ने हो। प्रायः यो बाटो चाहिँ यस्तो छोटो छोटो बसहरू चाहिँ प्रायः हिँड्छ पूर्वबाट आउनेहरू। मस्त होइन। यहाँ चाहिँ अलिकति पिच गरेको छ। यहाँ पहिला बाटो बिग्रिएको थियो, अहिले चाहिँ यहाँ फराकिले पनि बनाएको छ, देख्न सक्नुहुन्छ एकदम। अनि अगाडिको दृश्य पनि देख्दै हुनुहुन्छ होला, बादल लागेको जस्तो, तर यो बादल चाहिँ होइन, यो चाहिँ नेपाली पाउडर हो। नेपाली पाउडर लागेको छ, चट्ट आइरहेछ। म पनि अलिकति त गोरो त हुनु परिगयो होइन नेपाली पाउडर लाएर। अब भेट्छु मैले पनि, यहाँ चाहिँ पिच गर्ने मेटेरियलहरू राख्ने ठाउँ हो। अगाडि जाने क्रममा भेटि नै हालिन्छ। सो देख्न सक्नुहुन्छ अगाडि आइरहेछ एउटा पाउडर कम्पनीको बस। सो यसले मलाई अब मस्त पाउडर छर्केर जानेछ है त। देख्न सक्नुहुन्छ माइक्रोहरू पनि आइरहेछ मस्तसँगले। यस्तै हो। सो गाइज होइन, अब चाहिँ मैले करिब अब अफरोड बाटो चाहिँ अब सकिन लाग्यो। अब करिब अब पिजै बाटो मैले भेट्न लागिसकेको छु, देख्न सक्नुहुन्छ। अब करिब मेरो दुःखको दिन गए, अब सुखको दिन आउँछ। सो अब योभन्दा अगाडिको चाहिँ ठाउँ चाहिँ मुलकोट हो होइन। मुलकोट पहिला ध्वस्त भएको थियो बाढीले, सो अहिले बनाएको छ होला होइन। देख्न सक्नुहुन्छ अगाडि कति आनन्दको बाटो छ, सरर है, चिसो हावा। सो मुलकोट आइपुगेँ म। यो चाहिँ पुरै ध्वस्त भएको थियो बाढी पसेर, अहिले चाहिँ सफा गरेर जोस् प्रयोगमा आएको छ। पारिपट्टि पनि देख्न सक्नुहुन्छ, पारिपट्टि पनि अब एकदमै राम्रो छ। जो कोही फ्यामिलीहरू होइन थोरै समय लिएर रमाइलो गर्न आउन सक्नुहुन्छ। सो भन्दै अब अहिलेको भिडियो चाहिँ यति नै हो होइन। अब हामी फेरि अर्को भिडियोमा भेट्नेवालामा छौँ है त।